थाहा छ हरेक कुरामा कन्फिडेन्स चाहिन्छ, तर मेरो जस्तो ओभर कन्फिडेन्ट भने कसैलाई नि नहोस्। हरेक कुरामा बुझ्दै नबुझे अघि सर्ने बानीले कहिलेकाहीँ भने आफैलाई हानि गर्ने रहेछ क्या। आज चाहिँ हामी समुद्रमा पानी खेल्न गएको भन्नु या पौडी खेल्न गएको, दुवै एउटै कुरा हो। सबैजना फुत्त फुत्त पानीमा हाम फालेको देखेर मलाई पनि पानीमा बस्न मन लाग्यो। दिदीलाई मोबाइल थमाइदिएर मनी जान्छु दिदी भन्दै गएको, यता दिदीको बेल्ट लुज भयो रे अनि टाइट गरे जस्तो गरेर म पनि फुत्त उफ्रेको। उफ्रने बेला ठाडै उफ्रेको थियो, पानीमा पुगेछु उत्तानो पर्यो क्या। घरि यता पल्टन्छु घरि उता पल्टन्छु, पल्टदा दुईटा कानबाट पानी पसेर गिदीमा पुग्न लागिसक्यो। आफू सिधा नै हुँदैन, बरु त्यो पानीमा बिर्को लगाएर खाली बोतल फ्याँक्दा स्थिर रहन्छ होला, म स्थिर रहन सकिनँ। पानीमा पस्नु अघि म यति धेरै ढुक्क थिएँ नि लाइफ ज्याकेटमा, यो लगाइसकेपछि त पानीमा म आफै तैरिहाल्छु जै लाग्थ्यो। किनकि डुङ्गामा जाने बेलामा सेफ्टीको लागि भन्दै लाइफ ज्याकेट दिइन्छ, केही भइहाल्यो भने सेफ रहन्छ भनेर। हुन त पागल दिमाग नभएको चाहिँ मै हो। पानीमा पस्नु अघि यताउति हेरेको भए अरूले हातखुट्टा चलाएको देख्थे होला नि। यो कुरा किन सोच्नु र मैले, म त फुल कन्फिडेन्टमा थिएँ नि त। बल्ल बल्ल इसाराले दाइलाई बोलाएको, म आत्तिएको देखेर यता दुईटा दाइले मलाई निकालिदिनु भयो भनौँ या बचाइदिनु भयो। बल्ल बचे भन्दै निस्केसी दिदीलाई, दिदी नजानु है भन्दैछु। म डराएको देखेर सब हाँसिरहेछ मलाई हेरेर, आफू भने बल्ल बचे सोचिरहेछु।